दर्शकबिन्द असोजको 31 गतेदेखि प्रदर्शनमा आएको फिल्म जेरी अन टपले सुरुवाती 3 हप्तामा बक्स अफिसमा विस्फोटक व्यापार गरेर आज चौथो हप्ताको पहिलो दिन पनि शानदार होल्ड बनाएर राख्न सफल भएको छ र आजको दिन पार गर्दैछ भने उता कार्तिकको 14 गतेदेखि प्रदर्शनमा आएको फिल्म परानले सुरुवाती एक हप्तामा ठिकठाकको व्यापार गरेर आज दोस्रो हप्तामा पनि शानदार सोच र शानदार होल्डका साथ आज राम्रो कमाई गर्दैछ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं यी दुवै चलचित्रको आजको अकुपेन्सी, सोच काउन्ट, एडभान्स बुकिङ र अर्ली एस्टिमेट बक्स अफिस कलेक्सन प्रेडिक्सन को बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। सर्वप्रथम कुरा गरौं फिल्म जेरी अन टप को। दर्शक महानुभावहरू, सुयोग गुरुङको निर्देशनमा हेमराज विशीको कथा र विश्वास सिमसिनाको पटकथा रहेको रोमान्स एडभेन्चर ड्रामा जनरमा आधारित फिल्मले दर्शकहरूबाट गजबको प्रतिक्रिया प्राप्त गरेको छ। त्यसै कारणले फिल्मले चौथो सातामा पनि राम्रो सोच प्राप्त गरेको छ, त्यो पनि जारी 2। त्यसैगरी मन बिनाको धन जस्तो फिल्म आइसक्दा पनि दर्शक महानुभावहरू अनमोल केसी, आंचल शर्मा, जसिता गुरुङ, केदार प्रसाद घिमिरे, भुवन केसी, उषा खड्की लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्म पहिलो दिन लगभग 260 भन्दा बढी सोचका साथ प्रदर्शनमा आएको थियो। आज चौथो सातामा पनि मल्टिप्लेक्समा मात्रै 37 भन्दा बढी सोच छ भने टोटल 47 हाराहारी सोच प्राप्त गरेको छ। यो भने सुखद नै मान्नुपर्छ। पहिलो दिनै 72,59,408 रुपैयाँको यस वर्षकै हाईएस्ट ओपनिङ गरेको फिल्मले पहिलो सातामा यस वर्षको हाईएस्ट 5 करोड प्लसको व्यापार गर्यो भने सुरुवाती 16 दिनमा फिल्मले बक्स अफिसमा 10 करोड 51 लाख माथिको कमाई गरेको थियो। फिल्मले सुरुवाती 20 दिनमा 11 करोड 43 लाखको ग्रस कलेक्सन गर्दै उनको स्विटरको 11 करोड 41,89,660 रुपैयाँको लाइफ टाइम बक्स अफिस कलेक्सनलाई ब्रेक गर्दै पहिलो स्थानमा उक्लिएको छ। यो फिल्म हिजो पनि 100 भन्दा बढी सोचका साथ प्रदर्शनमा आएको थियो। त्यसै कारणले फिल्मले हिजो पनि 15 देखि 20 लाख हाराहारीको कमाई गर्दै हिजोसम्म 11 करोड 60 देखि 65 लाखको बीचमा कमाई गरेको खबर प्राप्त भएको छ। फिल्मको बक्स अफिसमा आज 22औं दिन हो। बिहानीको शोमा यो फिल्मले 15% भन्दा माथिको ओभरअल अकुपेन्सी लिएको थियो भने अहिले दिउँसोसम्म आइपुग्दा 30% माथिको ओभरअल अकुपेन्सी लिइरहेको छ। चलचित्रले इभिनिङ शोसम्म आइपुग्दा 40% माथिको अकुपेन्सी लिने देखिन्छ। त्यसै कारणले फिल्मले आज नर्मल्ली पनि 5 देखि 8 लाख हाराहारीको ग्रस बक्स अफिस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। फिल्मले हिजो सुरुवाती 21 दिनमा नेपालमा लगभग 11 करोड 60 देखि 65 लाखको कमाई गरे तापनि वर्ल्ड वाइड ग्रस कलेक्सन भने 17 करोड पुगिसकेको निर्माता सरोज नेउपानेले हामीलाई जानकारी दिनुभएको छ। भोलि शनिबार भएका कारणले फिल्मको कमाईमा आज भन्दा अझै उछाल डबल नै ग्रोथ देखिने देखिरहेको छ। अब कुरा गरौं फिल्म परानको। दीपक प्रसाद आचार्यको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा एम थापाले लेखेका हुन्। दर्शक महानुभावहरू, संवाद पनि उनैले लेखेका हुन् भने फिल्मलाई दर्शकहरूबाट गजबको प्रतिक्रिया मिलिरहेको छ। सुरुवाती दिनमा कम सोच प्राप्त गरेको फिल्मले दोस्रो सातामा नयाँ फिल्म आए पनि पहिलो दिन भन्दा डबल नै सोच ओगटेर बसेको छ। हो दर्शक महानुभावहरू, ड्रामा जनरमा आधारित यो फिल्मले यति धेरै राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ कि दोस्रो सातामा नयाँ फिल्मलाई पनि चुनौती दिइरहेको छ। निर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केके अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बनाइली, बुद्धि तामाङ लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्मले बक्स अफिसमा सुरुवाती 6 दिनमा लगभग 1 करोड 14 लाखको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ भने फिल्मले बक्स अफिसमा हिजो 7औं दिन त अहिलेसम्मकै उच्च लगभग 70 लाख हाराहारीको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। चलचित्रले बक्स अफिसमा एक हप्तामा नेपालबाट लगभग 2 करोड छुन लागिसकेको छ। 1 करोड 84 लाख भन्दा माथिको कमाई गरेको छ। फिल्मको बक्स अफिसमा आज 8औं दिन थियो। फिल्मले आज दोस्रो सातामा पनि 119 होल्ड गरेर राखेको छ। यो आफैमा सुखद पक्ष हो। मर्निङको शोमा 25 देखि 30% को ओभरअल अकुपेन्सी लिएको फिल्मले दिउँसोसम्म आइपुग्दा 50% को ओभरअल अकुपेन्सी लिइरहेको छ भने अहिले इभिनिङ शोसम्म आइपुग्दा फिल्मले 70% भन्दा माथि अकुपेन्सी लिने देखिन्छ। फिल्मले आज मर्निङको शोमा नै थुप्रै हाउसफुल गर्यो भने अहिले पनि हाउसफुल गरिरहेको छ। इभिनिङ शोमा पनि फिल्मले अधिकांश शोजहरू हाउसफुल गर्दैछ। त्यसै कारणले फिल्मले आज केही शोज घटे तापनि लगभग 20 देखि 30 लाख हाराहारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। दर्शक महानुभावहरू, हजुरहरूले चलचित्र जेरी अन टप र परान हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने हजुरहरूलाई दुई फिल्म मध्ये कुन फिल्म सर्वोत्कृष्ट लाग्यो कृपया हामीलाई त्यस चलचित्रको नाम कमेन्ट मार्फत व्यक्त गर्नुहोला र आगामी दिनमा डेली दुवै फिल्मको बक्स अफिस कलेक्सनको भिडियो रिपोर्ट हेर्न चाहनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरेर हाम्रो च्यानललाई सब्स्क्राइब गर्दै हामीसँगै जोडिनुहोला भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद, शुभ दिन।